चारवटा त छ नि, एउटा बोराको 50 रुपियाँ आउँछ। एक खेप गर्दा 4 खेप गर्नुपर्छ। अब एकैचोटि गऱ्यो भने एकैचोटि 200 रुपियाँ पनि आउँछ, 4 खेप पनि गर्नु पर्दैन। त्यही भएर चारवटा एकैचोटि बोकेर एकै खेपमा ल्याएर आएको। अनि तँलाई केही भइहाल्यो भने औषधि उपचार गर्न कति खर्च लाग्छ के सोचेहास्? पैसाको लागि यति मरि हत्या पनि नगर। ज्यान भन्दा ठुलो पैसा होइन। खै दाइ, ज्यान भन्दा पैसा ठुलो कुरा होइन भन्न त भन्छन्, तर यहाँ पैसा नहुनेहरूको कुनै भ्यालु नै छैन। पैसा छ भने सबैले माया गर्छन्, दया गर्छन्, वाह गर्छन्। पैसा छैन भने कसैले मान्छे नै भन्दैनन्। त्यही भएर जिन्दगीमा धेरै पैसा कमाउनु छ। मैले पैसा कमाएको देखेर दुनियाँ मेरो पछि लागौँ। ल दाइ, धौ पनि भएको छ, ढिला पनि भएको छ, म चाहिँ गएँ है। ल ल ल जा, पैसा पैसा भन्दै धेरै मरि हत्या पनि नगर, फेरि अकालमै जान जाला। आफूसँग जे छ त्यसमै खुसी हुन सिक। तर यसलाई चाहिँ मान्नै पर्छ यार। हेर त, एकै खेपमा 4-4वटा बोरा बोकेर आइला। हजुरलाई एउटा कुरा सोधौँ? के कुरा हो, सोध न। हजुरको घरमा आएको मान्छेले हजुरलाई मन पराउँछ अरे, हो र? यसले मात्र मन पराएर हुन्छ? मैले मन पराउनु परेन? जुन, तिमीलाई यो सब कसले भन्यो भन त? मेरो बाले भनेको कुरा साँच्ची हो कि होइन? नडाटी गरी भन्नु त मिस। तिमीले मसँग मेरा बाले मसँग कहिले पनि झुट बोल्दैनन् भनेर भनेकी होइन? झुट त बोल्दैनन् मिस, तर बाले पनि रेको कुरा सुनेर मलाई भनेका हुन्। बाले भनेको कुरा सत्य हो कि होइन भनेर हजुरकै मुखबाट सुन्ने भनेको। यो कुरा सत्य भए पनि नभए पनि तिमीलाई र तिम्रो बालाई के नै फरक पर्छ र? मेरो त्यो मान्छेसँग बिहे नै हुने भयो भने पनि तिम्रो बाले मलाई आफ्नो बनाउँदैनन् क्यारे? बाले तपाईँलाई आफ्नो बनाउनलाई तपाईँ मेरो बाको भाग्यमा लेखेको छैन मिस। भाग्यमा नलेखेको चिजलाई आफ्नो बनाउनु खोज्नु नै मूर्खता हो। जुनु, मेरा दाई भजुको धम्कीले डराउने तिम्रो बा त नामर्द रहेछन्, हुतियारा रहेछन्। मिस, हजुरले मेरो बालाई हुतियारा नामर्द भन्ने कसरी आँट गर्नुभयो? यही भन्न आउनु भएको तपाईँ यहाँ? मेरा बा हुतियारा नामर्द होइनन्, बुझ्नुभयो? अब फेरि मेरो बाले जे पाइते भन्नुभयो भने राम्रो हुँदैन है, विचार गर्नुहोस्। जानुहोस् तपाईँ यहाँबाट। मलाई माफ गरिदियो जुनु, मैले तिम्रो चित्त दुखाएँ। यो चिठी तिम्रो बालाई दियो है? दिदिन। के म तपाईँको चिठी पुर्याउने होला कि हो र? खुब अर्काका बालाई हुतियाएर नामर्द रे। हुतियाएर नामर्द चाहिँ तपाईँका दाइ भाउजू हुन्, जसले बालाई र मलाई धम्की दिएर तपाईँबाट टाढा बनाए। अहिले तपाईँलाई यहाँ देख्यो भने जे पनि गर्न सक्छन्। गइहाल्नुहोस् तपाईँ यहाँबाट।